यदि तपाईँहरू पनि पेन्सिल आर्टहरूमा इन्ट्रेस्टेड हुनुहुन्छ या त कुनै आर्टको फिल्डमा इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ म चाहिँ यो भिडियोबाट को थ्रुबाट चाहिँ तपाईँहरूलाई चाहिँ कतिवटा टिप्सहरू दिन गइरहेको छु। किनभने मलाई पर्सनल्ली कतिजनाले भन्नुभएको थियो आफूले मात्रै बनाएर होइन कतिवटा टिप्सहरू पनि सेयर गरिदिनुहोस् न भनेर भन्नुहुँदै थियो। र त्यही भएर चाहिँ म चाहिँ आज पेन्सिल आर्टको यही भिडियो मार्फत अलिअलि टिप्सहरू दिन त कोसिस गर्न गइरहेको छु। पेन्सिल आर्ट गर्नको लागि चाहिँ तपाईँलाई सबैभन्दा नर्मल बेसिक कुरो चाहिएको भनेको चाहिँ पेन्सिल र खाता मात्रै भयो भने पनि भइहाल्छ। अरू जो नर्मल जुगाडहरूबाट पनि भइहाल्छ है। र पेन्सिल चाहिँ आर्टिस्ट पेन्सिल या त ड्रइङ पेन्सिलै चाहिन्छ जसमा चाहिँ 5-6वटा ग्रिड हुन्छ। र एक्जाम्पलको तौरमा हेर्दाखेरि चाहिँ जस्तै यो पेन्सिल है जसमा चाहिँ 5वटा पेन्सिल छ जसमा चाहिँ एचबीदेखि लिएर तपाईँको 10B सम्म हुन्छ है। र एचबी र 10बीमा चाहिँ के फरक छ भने एचबी भनेको चाहिँ एकदमै स्मुथ लाइटली हुन्छ है र 10B भनेको चाहिँ एकदम डार्कर हुन्छ है। तर यो जो ड्रइङको मैले तपाईँलाई पेन्सिल देखाएँ यसले चाहिँ तपाईँलाई जस्ट सेडिङमा मात्रै हेल्प गर्छ है। यो भन्दा सबैभन्दा बेसिक कुरा हो यसको फेस स्ट्रक्चर बनाउनु है। र फेस स्ट्रक्चर भनेको चाहिँ तपाईँको फेस कस्तो छ तपाईँलाई कसरी चिनिन्छ भनेर चाहिँ तपाईँलाई बनाउनु लागि चाहिँ यसको लागि पनि धेरै नै मेथडहरू छ है। जसमा कि ल्युनिस मेथड, ग्रिड मेथड, त्यसको बादमा लाइन मेथड है। र सबैभन्दा राम्रो तपाईँले सिकेको चाहिँ फ्री ह्यान्ड मेथड हो। र फ्री ह्यान्ड मेथड गर्दाखेरि चाहिँ फर्स्टमा गर्दाखेरि चाहिँ एकदमै राम्रो बनिँदैन है। र त्यही भएर चाहिँ फर्स्टमा गर्दाखेरि चाहिँ ग्रिड मेथडबाट गरेको राम्रो। किनभने तपाईँले बनाउँदाखेरि अलिकति त्यस्तो सेम बन्यो भने तपाईँ मोटिभेट पनि हुन्छ है। र ग्रिड मेथड गर्नु लागि चाहिँ कसरी गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने है कमेन्टमा ग्रिड लेखेर गरिदिनु होला या त नभए मेरो नेक्स्ट भिडियो नै ग्रिड कसरी बनाउने भनेकोमा हुन्छ। यदि तपाईँलाई यो भिडियो मन पऱ्यो भने या त टिप्स मन पऱ्यो भने कमेन्टमा पक्का बताइदिनु होला। र आजको लागि यति नै।